यस्तो रहेछ। यता चाहिँ मेरो दिदी, यता हेरिदिनु त, यता चाहिँ मेरो बहिनी। हेलो गाइज, वेलकम ब्याक माई न्यू ब्लग। आज चाहिँ हामी यहाँ श्रम संस्कृति पार्क आएको छौँ होइन। यहाँनिर तपाईँहरूलाई चाहिँ म आज श्रम संस्कृति पार्कको भ्यू देखाउने छु। यता के टिकट लिने ठाउँ हो यता। ए पहिला यता जाने यस्तो रहेछ। यता चाहिँ मेरो दिदी, यता हेरिदिनु त, यता चाहिँ मेरो बहिनी। यताबाट यस्तो भ्यू देखिन्छ के अरे फोटो खिच्ने कुरो हुँदैछ। के भनेको गाइजहरू, अस्ति मैले यहाँ सर्प छोडिदिएको थिएँ होइन, यहाँ आएर बसेछ। के भन्ने गाइजहरू होइन, अस्ति मैले यहाँ सर्प छोडिदिएको थिएँ होइन, यहाँ आएर बसेछ। पर चिता हाम्रो दिदी बहिनीहरू चाहिँ यहाँ फोटो खिच्नु हुँदैछ होइन। यहाँ चाहिँ पालै पालो फोटो खिचिराख्नु भएको छ दिदी बहिनीहरू। यसरी चाहिँ हामी चाहिँ यहाँ फोटो खिचिवरी हिँडेको यता। हो कतापट्टि जाऊँ हौ, यता यता जाऊँ। यता चाहिँ फोटो खिच्ने ठाउँ के हो, बस्ने ठाउँ रहेछ। यहाँ चाहिँ बिचराको दुईजना भारी बोकिराख्नु भएको रहेछ। वाउ गाइजहरू, क्या दामी। यता चाहिँ ए यता उभो ठिक छ गाइजहरू। हामीहरू के भन्छ, म चाहिँ एकदमसँगले वाह दामी छ गाइजहरू होइन। फुल दामी छ यता पनि।
फेरि फोटो खिच्ने कुरो चल्दैछ यता चाहिँ श्रम संस्कृति पार्क गाइजहरू यता फोटो खिच्नु हुँदैछ र चाहिँ यता आइरहेको छु यहाँ चाहिँ ढुङ्गे धारा रहेछ ल प्रवेश शुल्क चाहिँ 15 रुपियाँ रहेछ गेट पनि दामी रहेछ म चाहिँ यो पार्कमा चाहिँ फर्स्ट टाइम आएको हो गाइजहरू हैन यहाँ चाहिँ टिकट काट्नु हुन्छ हैन फेरि माग्नु न त होला नि गाइजहरू टिकट काट्दै टिकट चाहिँ हामीले काटिसकेको छौँ हैन वाउ यस्तो छ हैन यहाँ चाहिँ पस्नु बित्तिकै चाहिँ कति राम्रो फुलहरू छ यता यो चाहिँ ढोल मान्छेले हलो बोकिरहेछ हलो जुवा बोकिरहेछ ल यहाँ चाहिँ मान्छेले चाहिँ हलो जुवा बोकेर पुरा हिँडिरहेछ ल यता चाहिँ टेकुवा लगाएर यो चाहिँ यहाँ चाहिँ पुरा ढाका बोकेर हिँडिरहेछ है ल पहिला चाहिँ यसरी ढाकामा पुरा सामानहरू बोकेर चाहिँ टाढा टाढा लान्थ्यो अरे ल टेकुवा खुकुरी नि बोकेर यहाँ चाहिँ फुल रोप्दैछ ड्रागन आयो पानी चाहिँ आउँदैन रहेछ कडा छ त ड्रागन उल्लु के भन्छ लायन शेर सिंह के भन्छ लायन शेर सिंह भेडा भालु भाले के हो चिल यता चाहिँ भर्खर बनेको रहेछ यहाँ चाहिँ खोलेको चाहिँ रहेनछ होइन के बनिरहेछ थाहा भएन यसो हेर्दा चाहिँ पाइप बोकिरहेछ बेल्चा कोदालो ओहो गाइज यसो हेर्नु मिल्दैन गाइज यसो हेर्नु मिल्दैन मस्त जोक मारा रे या हंस रे हल्का हंस यो चाहिँ हेर्न पाइएन गाइजहरू होइन के रहेछ हेर्न आउनु होला के बन्दै रहेछ देखि चाहिँ बाटो चाहिँ यस्तो रहेछ ठिक छ ठिक छ बनाना यता नि के भन्दै रहेछ
वाउ दामी छ ओहो रोटी चाहिँ यो शेर्पा जातिको ड्रेस यो चाहिँ हैन अलिक देखिएन हैन अनि शेर्पा ड्रेस लगाएर बसिरहेको यहाँ चाहिँ माछा नि लगाएर रहेछ यहाँ चाहिँ आरा काट्दै रहेछ घामले राम्रै देखिएन यता चाहिँ यस्तो छ चिन्डो धारा कैजर आहा क्या चिसो पानी छ कार्यक्रम भइरहेको छ यस्तो छ कति र पानी उम्रेको भन्छ यहाँ क्या दामी यता मासतिर चाहिँ के बन्दै रहेछ यहाँदेखि उँभो चाहिँ केही छैन अरे फोटो खिच्ने अब चाहिँ यता हेरिसकेर फर्किँदै हामी चाहिँ यतादेखि चाहिँ राम्रो आउँदो रहेछ फर्किने है उहाँबाट जाने होइन हो त्यति बाटो त जाने तल होइन थियो के यहाँ नि टिकट लाग्छ क्या यहाँ चाहिँ 35 रुपियाँ रहेछ है प्रवेश शुल्क छोइना पो भनेको टिकट भइसकेको आउनु अब यताबाट उता निस्किनु हैन पुलको नाम के हो म नामकरण गरिदिउँ बगरे पुल
देखिने रहेछ होइन हिँड्न म यताबाट घुमेर आउँछु वाह यहाँ पनि रहेछ माछा अब हामी चाहिँ घुमिसकेर निक्लिँदैछौँ गाइज हैन आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गरेर बताइदिनु होला अनि लाइक शेयर पनि गरिदिनु होला सब्स्क्राइब पनि गरिदिनु होला ओके बाइ बाइ गाइजहरु